नमस्कार साथीहरू, स्वागत छ तपाईँहरूलाई हाम्रो च्यानलमा। आजको भिडियोमा म तपाईँहरूलाई निमन्त्रणा पत्र कसरी लेख्ने भन्ने सबैभन्दा सजिलो तरिका सिकाउने छु। यस भिडियोमा विद्यालयको निमन्त्रणा पत्र र सुविवाहको निमन्त्रणा पत्र गरी दुईवटा फर्मेट सिकाउने छु। त्यसैले भिडियो अन्तिम समयसम्म हेर्नुहोला है। अब सबैभन्दा पहिले विद्यालयको निमन्त्रणा पत्र कसरी लेख्ने भन्ने कुरा सिकौँ। विद्यालयको तर्फबाट निमन्त्रणा पत्र लेख्नको लागि तपाईँहरूलाई सबभन्दा पहिला एउटा बक्स बनाउनु पर्ने हुन्छ। यो बक्स बनाएपछि तपाईँहरूले के गर्नुपर्ने हुन्छ भन्दाखेरि बक्सको माथिपट्टि हार्दिक निमन्त्रणा लेख्नुहोला है। यसरी हार्दिक निमन्त्रणा लेखिसकेपछि त्यसको साइडमा विस्मयादिबोधक चिन्ह दिनुहोला है। यसरी दिइसकेपछि त्यसपछि तपाईँहरूले एक लाइन छाडेर सिडी डडडड च्युब लेख्नुहोला है। यसरी लेखिसकेपछि कमा दिनुहोला है। यसरी दिइसकेपछि तपाईँहरूले एक अथवा दुई लाइन छाड्नुहोला है। यसरी छाडिसकेपछि त्यसको तल तपाईँहरूले के लेख्नुपर्ने हुन्छ भन्दाखेरि विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा विशिष्ट योगदान पुर्याउँदै आएको तथा जिल्लामै गुणस्तरीय शिक्षा प्रदान गर्न सफल यहाँसम्म तपाईँहरूलाई जस्ताको तस्तै लेख्नुपर्ने हुन्छ है। यसरी लेखिसकेपछि त्यसपछि तपाईँहरूले विद्यालय वा संस्थाको नाम लेख्नुपर्ने हुन्छ। विद्यालय वा संस्थाको नाम लेखिसकेपछि तपाईँले के लेख्नुहोला भन्दाखेरि द्वारा आयोजित निम्न मिति समय र स्थानमा हुन गइरहेको यसरी लेख्नुहोला है। त्यसपछि तपाईँले एउटा सङ्ख्या लेख्नुपर्ने हुन्छ। त्यो कुन सङ्ख्या लेख्नुपर्ने हुन्छ भन्दाखेरि कार्यक्रम हुन्छ नि त्यो कति औ कार्यक्रम हुँदैछ त्यो भन्ने सङ्ख्या लेख्नुहोला है। जति औ कार्यक्रम हुन्छ नि त्यो सङ्ख्या लेख्नुहोला। त्यसपछि तपाईँहरूले कार्यक्रमको नाम लेख्नुहोला। त्यो कुन कार्यक्रम हुँदैछ त त्यो कार्यक्रमको नाम लेख्नुहोला। जस्तै वार्षिक उत्सव हुँदैछ, हाजिरी जवाब प्रतियोगिता हुँदैछ, सांस्कृतिक कार्यक्रम हुँदैछ, यस्तो गरेर लेख्नुहोला है। त्यसपछि तपाईँहरूले के लेख्नुपर्ने हुन्छ भन्दाखेरि कार्यक्रमलाई सभ्य, भव्य तथा सुरमय बनाउन यहाँको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौँ। यो लाइन तपाईँले जस्ताको त्यस्तै लेख्नुपर्ने हुन्छ है। यसरी लेखिसकेपछि तपाईँले दुई लाइन छाड्नुहोला है। यसरी दुई लाइन छाडिसकेपछि तपाईँले कार्यक्रम विवरण लेख्नुपर्ने हुन्छ। कार्यक्रम विवरणमा तपाईँहरूले के लेख्नुहोला भन्दाखेरि मिति, समय र स्थान लेख्नुहोला। मितिमा कुन मिति लेख्ने त त्यो कार्यक्रम कहिले हुन्छ त त्यो मिति लेख्नुहोला है। यसरी लेखिसकेपछि तपाईँले समय लेख्नुहोला। त्यो कार्यक्रम कति बेला हुन्छ त त्यो समय लेख्नुहोला है। त्यसपछि तपाईँले स्थान लेख्नुहोला। त्यो कार्यक्रम कहाँ हुन्छ त। यसरी लेखिसकेपछि तपाईँहरूले आयोजक लेख्नुपर्ने हुन्छ। आयोजक भनेको के हो भन्दाखेरि आयोजक भनेको कसले आयोजना गरेको हुन्, आयोजक गर्ने व्यक्ति को हुन् त्यसको नाम लेख्नुहोला है। जस्तोको लागि विद्यालयको तर्फबाट लेख्दै हुनुहुन्छ भने प्रधानाध्यापकको नाम लेख्नुहोला है। यसरी लेखिसकेपछि तपाईँहरूको निमन्त्रणा पत्र तयार भइहाल्छ है। यो नै थियो तपाईँहरूको युनिभर्सल फर्मेट। मात्र तपाईँहरूले यहाँ के लेख्नुपर्ने हुन्छ भन्दाखेरि जहाँ जहाँ खाली ठाउँ दिएको छ त्योमा कुर्चनको अनुसार लेख्नुहोला है। फर्स्टमा सिडी डडडड ज्यू दिएको छ नि त्यसमा तपाईँले केही पनि नलेख्नुहोला। यदि मन छ भने यसमा जसले हामीले निमन्त्रणा पत्र पठाउँछौँ नि त्यसको नाम लेखिदिँदा पनि भयो अथवा छाडिदिँदा पनि भयो है। यो थियो तपाईँको विद्यालयको तर्फबाट निमन्त्रणा पत्र कसरी लेख्ने त्यसको फर्मेट। ल अब यसको एउटा इक्जाम्पल पनि हेरौँ है त। साथीहरू, यो थियो विद्यालय वा संस्थाको तर्फबाट लेख्ने निमन्त्रणा पत्रको फर्मेट। अब तपाईँहरूले यसलाई सजिलै लेख्न सक्नुहुन्छ भन्ने आशा गर्दछु। अब हामी दोस्रो फर्मेट अर्थात् विवाहको निमन्त्रणा पत्र कसरी लेख्ने भन्ने कुरा सिकौँ है त। सुविवाहको निमन्त्रणा पत्र लेख्नको लागि सबभन्दा पहिला तपाईँले एउटा बक्स बनाउनु पर्ने हुन्छ है। यसरी बक्स बनाइसकेपछि सबभन्दा पहिला तपाईँले श्री गणेशाय नमः लेख्नुहोला है। त्यसपछि तपाईँले मन्त्र लेख्नुपर्ने हुन्छ। कुन मन्त्र लेख्ने त मङ्गलम भगवान् विष्णु मङ्गलम गरुडध्वज मङ्गलम पुण्डरीकाक्षाय मङ्गलाय तनोहरि यो मन्त्र लेख्नुहोला है। जसरी हामीले विवाहको कार्डमा हेर्छौँ नि त्यो मन्त्र लेखेको हुन्छ नि माथि यहाँ पनि हामीले मन्त्र नै लेख्नुपर्छ है। यसरी लेखिसकेपछि तपाईँले एक वा दुई लाइन छाड्नुहोला है। यसरी छाडिसकेपछि तपाईँले सुविवाह निमन्त्रणा पत्र लेख्नुहोला है। यसरी सुविवाह निमन्त्रणा पत्र लेखिसकेपछि त्यसको साइडमा तपाईँले फुल बनाइदिनुहोला है। यसरी हेर्दा पनि राम्रो देखिन्छ है। यसरी लेखिसकेपछि तपाईँले एक लाइन छाडेर तपाईँले के लेख्नुपर्ने हुन्छ भन्दाखेरि श्रीमान श्रीमती सुश्री डडडड ज्यूका समीपमा लेख्नुहोला है। यसरी लेखिसकेपछि तपाईँले त्यसको तल महोदय लेख्नुहोला है।
महोदय लेखिसकेपछि त्यसको साइडमा कमा दिनु होला है। जसरी दिइसकेपछि तपाईँले त्यसको तल के लेख्नुपर्ने हुन्छ भन्दाखेरि कुशलता यहाँ कुशलता त्यहाँ चाहन्छु, अत्यन्त हर्षका साथ जानकारी गराउँछु कि यति तपाईँले लेख्नुपर्ने हुन्छ है। यति लेखिसकेपछि तपाईँले यहाँ जुन खाली ठाउँ दिएको छ नि, दुल्हाको घर दिएको छ नि, यहाँ तपाईँले दुल्हाको घर कहाँ छ त त्यो एड्रेस लेख्नुपर्ने हुन्छ तपाईँहरूलाई है। यसरी लेखिसकेपछि तपाईँले त्यसपछि तपाईँहरूले निवासी लेख्नुहोला। निवासी लेखिसकेपछि तपाईँहरूले दुल्हाको बुबाको नाम लेख्नुपर्ने हुन्छ। यसरी दुल्हाको बुबाको नाम लेखिसकेपछि तपाईँहरूले सुपुत्र लेख्नुहोला है। यसरी लेखिसकेपछि तपाईँहरूले अब के लेख्नुपर्ने हुन्छ भन्दाखेरि त्यसपछि तपाईँले दुल्हाको नाम लेख्नुहोला। यसरी लेखिसकेपछि तपाईँले को सुविवाह लेख्नुहोला है। त्यसपछि तपाईँले दुल्हीको घर कहाँ छ त्यो लेख्नुहोला है। त्यसपछि तपाईँले निवासी श्री लेख्नुहोला है। यसरी लेखिसकेपछि तपाईँले केटीको बुबाको नाम के छ त्यो लेख्नुहोला है। यसरी फेरि लेखिसकेपछि तपाईँले कि सुपुत्री लेख्नुहोला है। फेरि यसरी लेखिसकेपछि तपाईँले दुल्हीको नाम लेख्नुहोला है। दुल्हीको नाम लेखिसकेपछि तपाईँले सँग निम्न मिति र स्थानमा सुसम्पन्न हुन गइरहेको छ यो लेख्नुहोला है। यति लेखिसकेपछि तपाईँले यो दिएको छ नि, यसलाई तपाईँले जस्ताको त्यस्तै लेखिदिनु होला है। यसमा के दिएको छ भन्दाखेरि अत उक्त माङ्गलिक कार्यमा यहाँको गरिमामय उपस्थिति तथा वरवधुलाई आशीर्वाद प्रदान गरी समारोहको शोभा बढाइदिनु हुन सादर अनुरोध गर्दै सपरिवार उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौँ। यो लाइन तपाईँले जस्ताको त्यस्तै लेख्नुपर्ने हुन्छ है। यसरी लेखिसकेपछि तपाईँले एक लाइन छाड्नु होला है। एक लाइन छाडिसकेपछि तपाईँले कार्यक्रम लेख्नुपर्ने हुन्छ। कार्यक्रममा के लेख्नुपर्ने हुन्छ भन्दाखेरि यदि केटाको बिहे छ भने जन्ती प्रस्थान लेख्नु होला है। यदि केटीको बिहे छ भने जन्ती आउने लेख्नु होला है। जन्ती प्रस्थानको मतलब के हुन्छ भन्दाखेरि जब बेहुलाले बेहुली लिन जान्छ नि त्यो समय नै जन्ती प्रस्थान हो है। त्यही समय लेख्नु होला है। त्यसपछि तपाईँले मिति लेख्नुपर्ने हुन्छ। मितिमा के लेख्नुपर्ने हुन्छ भन्दाखेरि सुविवाह कहिले हुन्छ त त्यो मिति लेख्नुपर्ने हुन्छ है। त्यसपछि तपाईँले प्रीति भोज लेख्नुपर्ने हुन्छ, कहिले हुन्छ त्यो। त्यसपछि तपाईँले स्थान लेख्नुपर्ने हुन्छ है। स्थानमा कुनै स्थान लेख्नुपर्ने हुन्छ भन्दाखेरि यसमा तपाईँले केटा या केटीको एड्रेस नलेख्नु होला है। यसमा तपाईँले कुन एड्रेस लेख्नुपर्ने हुन्छ भन्दाखेरि सुविवाह कुन स्थानमा हुन्छ त त्यो एड्रेस लेख्नुपर्ने हुन्छ है। यसरी लेखिसकेपछि त्यसपछि तपाईँहरूले के लेख्नुपर्ने हुन्छ भन्दाखेरि त्यसपछि तपाईँले दर्शनाभिलाषी लेख्नु होला है। दर्शनाभिलाषीमा के लेख्ने त त्यसमा तपाईँले लेख्नुपर्ने हुन्छ परिवार सदस्यको नाम। त्यसमा तपाईँले परिवार सदस्यको नाम लेख्नुपर्ने हुन्छ है। त्यसपछि तपाईँले प्रार्थी लेख्नु होला है। प्रार्थीमा के लेख्ने त प्रार्थीमा तपाईँले के लेख्नुपर्ने हुन्छ भन्दाखेरि घरको सबैभन्दा सिनियर व्यक्ति हुन्छ नि त्यसको नाम लेख्नु होला है। यो सबै लेखिसकेपछि तपाईँले अन्त्यमा के लेख्नुपर्ने हुन्छ भन्दाखेरि असमर्थताको लागि लेख्नु होला है र त्यसको तल मोबाइल नम्बर दिइहाल्नु होला है। यसरी लेखिसकेपछि तपाईँहरूको निमन्त्रणा पत्र तयार भइहाल्छ है। यो थियो तपाईँको सुविवाहको निमन्त्रणा पत्र कसरी लेख्ने त्यसको फर्मेट। ल अब यसको इक्जाम्पल पनि हेरौँ है त। यदि तपाईँहरूलाई यो भिडियो अलिकति पनि उपयोगी लागेको छ भने कृपया हाम्रो च्यानललाई सब्सक्राइब र भिडियोलाई लाइक गरिदिनु होला है। यदि तपाईँहरू यस्तै युनिभर्सल फर्मेट चाहनुहुन्छ भने कमेन्टमा भन्नुहोस् है। म फेरि अर्को भिडियोमा लिएर आउनेछु। तपाईँहरूलाई अब कुन टपिकमा भिडियो चाहिन्छ त त्यो भन्नुहोस्, म फेरि अर्को भिडियोमा यस्तै युनिभर्सल फर्मेट लिएर आउनेछु है। आजको लागि यति नै, फेरि अर्को भिडियोमा भेटौँला। धन्यवाद।